सो गाइज म तपाईहरुलाई चाहिँ एउटा कुरा देखाउँछु ल। यहाँनिर चाहिँ मम्मीले नि रोज चाहिँ सार्नु भएको रहेछ हो। अब यो पहेँलो रोज चाहिँ कसरी चाहिँ सार्नु भएको होला हेर्नुहोस् है। कस्तो मजाले सरेको छ कि हेर्नु नि। हरियो भएर आएको छ हो, एउटा पनि मरेन पनि रहेछ हो। र यो चाहिँ कसरी सार्नु भएको भनेर चाहिँ जान्नु छ भने चाहिँ कमेन्ट गर्नुहोस्, म बताइदिइहाल्छु यो सार्ने तरिका। तर मम्मीलाई सोधेर मलाई म चाहिँ जान्दिनँ हो। अनि यहाँनिर चाहिँ हेर्नुहोस् है, मम्मीलाई अस्ति मैले देखाउँछु भनेको थिएँ तपाईँहरूलाई है। यहाँ मम्मीको सयपत्री फुलेको यो सानो पुरै यस्तो छ बोट हो, झुमझुम परेको कस्तो मजाले फुलिदिएको छ सयपत्री। हेर्नु हो त्यो बोटमा पनि पुरा जुप्पा जुप्पा भएर दामी देख्दो रहेछ यसरी रोप्यो भने चाहिँ। यो कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरेर बताउनुहोस्। र यो अर्किडहरू फुलेको पनि यो फुलेपछि म तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ अलिअलि मात्रै फुलेको छ, कोपिलाहरू छ हो यहाँनिर। चाहिँ अलिक टाइम लाग्छ फुल्नुको लागि। यो चाहिँ फुलिसकेको अब